मैले रुमालसँग बोल्ने खाले गर्नु मात्रै बोल्ने क्या हुँदैन, बोक्नु चाहिँ पर्छ तपाईँको स्वास्थ्यको लागि है। यसो फेरि लजाउनु पनि केही कारणै छैन है। हामी चाहिँ चाहिने कुरामा लजाउँछौँ, नचाहिने कुरामा चाहिँ लजाउँदैनौँ। खास त लाज त्यसले मान्नुपर्छ जसले खुल्लेआम अपराध गर्छ, जसले बलात्कार गर्छ, जसले भ्रष्टाचार गर्छ। लाज त्यसले मान्नुपर्ने हो कि तपाईँ हामी जस्तो कन्डम किन्ने, आइपिएल किन्ने मान्छेले लाज मान्न पर्छ है। त्यसैले महिला सशक्तिकरणको